Hello. 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 Jai Maha Shiva. Hello. 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 सबैजना नमस्कार. सबैजनाले गर्नु भएन नमस्कार. जय मानव सेवा. सबैजनाले भन्नु भएन जय मानव सेवा. जय मानव सेवा. जय मानवता. जय मातृभूमि. आज मिति 2081 साल आज चैत्र महिनाको 4 गते आज हाम्रो धनगढीमा रहेको कैलाली मोडेल विद्यालयबाट हाम्रो कक्षा 4 मा अध्ययनरत भाइ बहिनीहरू आश्रम अवलोकनको निम्ति आश्रममा उपस्थित जनाउनु भएको छ। हामी हृदयदेखि नै सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई सर्वप्रथम यस मानवताको मन्दिर मानव सेवा आश्रममा हृदयदेखि नै स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। त्यसैगरी आज यस आश्रममा उपस्थित जनाउनु हुने कैलाली मोडेल विद्यालयमा अध्यापन गराउनु हुने आदरणीय म्याम निर्मला भट्टज्यूको यहाँ गरिमामय उपस्थिति रहेको छ। हामी हृदयदेखि नै स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। त्यसैगरी कैलाली मोडेल विद्यालयमा अध्यापन गराउनु हुने आदरणीय सर नवराज भट्टज्यूको यहाँ गरिमामय उपस्थिति रहेको छ। हामी हृदयदेखि नै स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। त्यसैगरी कैलाली मोडेल विद्यालयमा अध्यापन गराउनु हुने आदरणीय सर पृथ्वीराज घिमिरेज्यूको पनि यहाँ गरिमामय उपस्थिति रहेको छ। हामी हृदयदेखि स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। सम्पूर्ण शिक्षकज्यू त्यसरी विद्यार्थी भाइ बहिनीहरूलाई आश्रममा फेरि पनि हृदयदेखि नै स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। सर्वप्रथम यहाँहरू सम्पूर्णलाई म मानव सेवा आश्रममा आज उपस्थित जनाउनु भएको छ। हामी एकदम हजुरहरूको उपस्थितिले आज हामीलाई सेवामा थप प्रेरणा प्रदान भएको छ। हजुरहरूले देख्न सक्नुहुन्छ यतिखेर मानव सेवा आश्रममा बस्नुभएको हाम्रो आमा बुवाहरू जो सडक पेटीमा दुःख कष्टपूर्ण जीवनयापन बिताउँदै आइरहनु भएको सहयोगापेक्षित सडकासित मानवहरू यहाँहरूले देख्न सक्नुहुन्छ। र म यहाँहरूलाई मानव सेवा आश्रमले गर्दै गरेको केही कुराहरू यहाँहरूमा राख्नेछु र म अन्तिममा यहाँहरूबाट पनि केही कुराहरू लिनेछु। मानव सेवा आश्रमको बारेमा यहाँहरूलाई म छोटो मिठो कुराहरू राख्न चाहन्छु। मानव सेवा आश्रम भनेको सडक पेटीमा दुःख कष्टपूर्ण जीवनयापन बिताउँदै आइरहनुभएका सहयोगापेक्षित सडक आश्रित मानवहरूलाई प्रत्यक्ष रूपमा उद्धार गरेर सेवा प्रदान गर्दै आइरहेको एउटा संस्था हो, जुन विक्रम सम्वत 2059 साल भाद्र 13 गते मकवानपुर जिल्लाको हेटौडाबाट सुरुवात भएको आश्रम आज देशको 7 प्रदेश 19वटा जिल्ला अरू 19 होइन हाम्रो 20वटा जिल्ला भएको छ। 20वटा जिल्ला र 26वटा सेवा केन्द्रहरूमा आफ्नो शाखा उपशाखाहरू विस्तार गरेर विगत 12 वर्षदेखि सहयोगापेक्षित सडक आश्रित मानवहरूको सेवा मानव सेवा आश्रमले गर्दै आइरहेको छ। कुनै पनि वैदेशिक जातीय निकायहरूको स्वार्थ सहितको सहयोग स्वीकार नगरिकन देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूको मुठीको साथ र सहयोगमा मानव सेवा आश्रम विगत 12 वर्षदेखि सञ्चालनमा आइरहेको छ। हामी विशेष गरेर घर परिवारबाट अत्याधिक भएर वा विभिन्न मनोसामाजिक समस्यामा परेर जो घर परिवारविहीन र बाध्य हुनुहुन्छ त्यस्ता व्यक्तिहरूको सेवा मानव सेवा आश्रमले गरिरहेको छ। हामी कुनै पनि घर परिवार भएको व्यक्ति वृद्धाश्रममा आफ्नो घरमा बुढो भएर रहनुभएको आमा बुवाहरू ल्याएर मान्छेहरू वृद्धाश्रममा राख्नुहुन्छ, तर त्यो मानव सेवा आश्रमले त्यस्ता गतिविधिहरू गर्दैन। जो एकगाँस भोजन एक सरो कपडाको अभावमा सडक पेटीमा बस्न बाध्य हुनुहुन्छ, जो मागेर पनि खान सक्नुहुन्न, सडकमा बस्ने सडकमै मागेर खाने कहिले भोकै बस्ने त्यस्ता व्यक्तिहरू जो सडकमै बस्न बाध्य हुनुहुन्छ, त्यस्ता व्यक्तिहरू कतिपय व्यक्तिहरू मनोसामाजिक समस्यामा परेका व्यक्तिहरू हुनुहुन्छ। त्यस्ता व्यक्तिहरूको सेवा प्रत्यक्ष रूपमा मानव सेवा आश्रमले गर्दै आइरहेको छ। अहिले देशभरिको डेटा हेर्ने हो भने हामीसँग करिब 20वटा जिल्लामा 1900 भन्दा बढी त्यस्ता सहयोगापेक्षित